के अब पुनर्वासको 65 बिघामा धनगढीको आयल भण्डार सारिँदै हो त? यति बेला यो खबर एकदमै व्यापक रूपमा आइरहेको छ। जनतामाझ एकदमै यो आक्रोश पनि फैलिरहेको छ। धनगढीको चटकपुरमा रहेको नेपाल आयल निगमको डिपो चाहिँ मानव बस्ती र सुरक्षा जोखिमका कारण पुनर्वास स्थित आइबिआडी नजिक रहेको 65 बिघामा सार्ने कुरा यति बेला छलफलमा आएको थियो केही दिन अगाडि। योभन्दा अगाडि पनि आएको यो कुरा, तर त्यो धेरै विरोधका कारण त्यति बेला रोकिएको थियो। साउन 8 गते पुनर्वास नगरपालिका आयल निगम प्रादेशिक प्रमुख र नगर प्रमुख र कर्मचारीहरूलाई राखिएर गरिएको बैठकले धेरै गम्भीर प्रश्नहरू उब्जाएको छ हैन। यति बेला मलाई यहाँनिर चाहिँ प्रश्न हो, पुनर्वासका मेयर तोय प्रसाद शर्मा अनि क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य जनक सिंह धामी लगायत त्यहाँका नगर प्रमुखहरूलाई क्वेसन छ, के का दृष्टिकोणले तपाईले धनगढीको आयल निगमलाई चाहिँ पुनर्वासमा सार्ने कुरा गर्दै हुनुहुन्छ? धनगढीका बासिन्दाहरूलाई चाहिँ खतरा महसुस हुने, सुरक्षाको दृष्टिकोणले चाहिँ त्यहाँबाट अन्तै स्थानान्तरण गरिने कुरा चल्ने। पुनर्वासका जनता चाहिँ जनता हैनन्, पुनर्वासका जनतालाई चाहिँ सुरक्षा दिनु पर्दैन? पासका जो जनता चाहिँ के जोखिम बोल्नैको लागि बसेका हुन् र होइनन् त? यो कुरा चाहिँ बुझ्नुपर्छ। यदि धनगढीको चटकपुरमा रहेको डिपो सुरक्षाका दृष्टिकोणले खतरा भएको हो भने धनगढी उपमहानगरपालिकाले अन्तै सारोस्, धनगढी भित्रै सारोस् हैन, या त कुनै मानव बस्तीमा असर नपर्ने ठाउँमा सारोस्। धनगढी उपमहानगरपालिकामा पनि प्रशस्त मात्रामा जमिन छ, प्रशस्त मात्रामा ठाउँ छ हैन, जहाँ मानव बस्तीमा जोखिम नपर्ने ठाउँमा, मानव बस्तीलाई हानि नपुग्ने पुरका जनताको सुरक्षालाई ध्यानमा राखेर धनगढी उपमहानगरपालिका भित्रै सारियोस्। चनपुरका जनता र स्पेसल्ली पुनर्वासका जनताले यसको चाहिँ घोर विरोध गर्नुपर्छ। हरेक मान्छेले यसको विरोध गर्नुपर्छ। यो आयल निगम आउनु हुँदैन पुनर्वास 65 बिघामा। चाहिँ तपाईका बालबालिकालाई, तपाईका सन्ततिहरूलाई भोलि कुनै खेल मैदान चाहिँदैन, कुनै विद्यालय चाहिँदैन। 65 बिघा भनेको यति धेरै ठुलो क्षेत्रलाई चाहिँ हब बनाउन सकिन्छ पुनर्वासको। यो 65 बिघामा भोलि धेरै कुराहरू हुन सक्छ क्या। यो 65 बिघालाई यहाँका जनताले ठुलो कृषि क्याम्पसका रूपमा पनि इस्टाब्लिस गर्न सकिन्छ भनेर भनिरहेका छन्। कतिपयले यहाँ चाहिँ राम्रो रङ्गशाला हुनुपर्छ भनिरहेका छन् हैन। कतिपयले चाहिँ यहाँ गर्वको महसुस हुने कुनै ठुलो राम्रो योजनाको काम हुनुपर्छ भनिरहेका बेला तपाईले चाहिँ धनगढीको आयल निगमलाई चाहिँ उठाएर पुनर्वासको बिच सेन्टरमा राख्दिने र त्यहाँका जनताको चाहिँ सुरक्षाको ख्याल गर्नु पर्दैन? धनगढीका बासिन्दाको चाहिँ सुरक्षा चाहिने, धनगढीका बासिन्दालाई चाहिँ खतरा हुने, अनि आइबिआडी वरपर रहेका 60 बिघा क्षेत्रफल वरिपरि रहेका बासिन्दाको चाहिँ स्वास्थ्यलाई मध्यनजर राख्नु पर्दैन? क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई हेक्का होस्। यहाँका जनताले यहाँका भएका पीडा, दुःख पीडा, यहाँ कञ्चनपुर भित्र, पुनर्वास भित्र हैन, यहाँ भएका कुरीति विसङ्गति, यहाँ भएका नराम्रा कुराहरू, विकासका कामहरूलाई चाहिँ संसदसम्म पुर्याइयोस्। यहाँका जनताले पनि राम्रो विकासको महसुस मिलोस् भनेर तपाईलाई चाहिँ त्यहाँ पुर्याएका हुन् जनताले जिताएर। भिडियो सेयर गर्नु होला हैन। यो भिडियो माननीय जनक सिंह धामीसँग पुगोस् ताकि उहाँलाई पनि थाहा होस् कि धनगढीमा रहेको आयल निगम डिपो पुनर्वासमा कदापि सारिनु हुँदैन। यदि पुनर्वासमा ल्याउन लागि भने यहाँका जनताले तपाईलाई माफ गर्ने छैनन्, यहाँका जनताले घोर विरोध गर्नेछन्, यहाँका जनताले यसको खुलेरै विरोध गर्नेछन्। चाहे माननीय जनक सिंह धामी होस्, चाहे पुनर्वास नगरपालिकाका प्रमुख होस्, कसैले पनि पुनर्वासका जनताको हित र अधिकारका कुराहरूलाई खोज्ने या त चाहे पुनर्वासका जनताहरूको सुरक्षालाई आँचाउने, सुरक्षालाई क्षति पुग्ने कुरा गरियो भने यो कदापि पुनर्वासका जनतालाई सह्य हुने छैन।